पशुपतिनाथ क्षेत्र परिसरको पशुपतिनाथको जग्गा सार्वजनिक भन्दा पनि विश्व सम्पदा सूचीमा रहेको जग्गा यस्ता ठाउँमा यस्ता क्रियाकलापहरू गर्न पाइँदैन। हेर्नुहोस् अवैधानिक बस्नु भएको थियो भन्दै हुन्छ नि त। यो एक्सन सुरुवात हो यो, तर विश्व सम्पदा क्षेत्रमा जे काम हुनुपर्ने त्यो नगरिकन कुनै व्यक्तिको स्वार्थ समूहले कब्जा गरेर राखेको छ, त्यो कब्जा भएको ठाउँ सबै खाली हुन्छ। हामी त्यो खाली गर्छौँ। हामी बालेन शाहसँग पुग्छौँ, हामी राष्ट्रपतिसँग पुग्छौँ, हामी अहिले नवनिर्वाचितहरू जति पनि पदाधिकारीहरू छ उहाँहरूलाई गएर यी गरिब दुखी जनतालाई कसरी पाल्ने हो तपाईँहरूले त हामीलाई भत्काउनु भयो। अब 1 महिनापछि तपाईँहरूले सहकार्य गर्ने भन्नुभएको छ भने 1 महिनामा त 30 दिन हुँदो रहेछ। हो त 30 दिनसम्म अहिले बिहान बेलुका खाइरहेको नागरिकले खाना खान पाएन भने तिनीहरूको अवस्था के होला भनेर हामी उहाँहरूलाई हाम्रो फोटो शुद्ध हामी सहकार्य गर्छौँ। अझ पनि उहाँहरूसँग गएर वार्ता गर्छौँ। यहाँ अब आफूसी टोरा घर बनाएर परिचालन गरेको विभिन्न व्यक्तित्वहरू त्यस्ता उशृङ्खल क्रियाकलापहरू गर्ने भएको भन्ने हामीलाई खबर पनि प्राप्त भएको र त्यसपछि पशुपति विकास कोषबाट पनि हामीलाई अनुरोध भइआएको थियो यो हटाइदिनु पर्यो भनेर। विभिन्न निकाय नेपाल सरकारका सुरक्षा निकायका प्रमुखहरू र स्थानीय भद्र बलात्मी र स्थानीय निकायका जनप्रतिनिधिहरू सम्पूर्णको हाम्रो सक्रियतामा यो काम भइरहेको छ। हामी अहिले भर्खर संस्कृत मन्त्रालय गएर हाम्रो कागज बुझाउँदाखेरि तपाईँहरूलाई 5 दिनको टाइम दिउँ, तपाईँहरूले 5 दिनसम्म चाहिँ यो हटाउनु होला र 1 महिना पश्चात चाहिँ फेरि तपाईँहरूसँग जसले शुद्ध कार्य गरिरहेको छ हो त्योसँग समन्वय गरेर मानव सेवाहरूसँग एक बद्धता बनाएर तपाईँहरूलाई अगाडि बढाउँछौँ है भनेर हामीलाई ठिकै छ 5 दिनसम्म चाहिँ हामी अब हाम्रो सामान सारौँला अथवा कुनै ठाउँ हेरौँला भनेर अहिले हामी आएर मन्त्रालय पुगेर अहिले आएर बस्नु पाएको छैन। यहाँ 100-200 जना प्रहरी लिएर आएर त्यत्तिकै हातपात पहिले नै उहाँहरूले हातपात गर्नुभएको हो। दर्शकले हामीसँग काठमाडौँ महानगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष आसमान सङ्गतजी हुनुहुन्छ। के भइरह्यो यहाँ चाहिँ विरोध पनि धेरै देखियो। पशुपतिको यो बनगाली धर्मशाला प्राङ्गणमा रहेको यो ठाउँमा अब यो कुन एउटा संस्थाले खाना खुवाउने गरिराख्या भन्ने कुरा आयो। पशुपति क्षेत्र विकासको अन्तर्गत रहेको यो ठाउँ यसको पुनर्निर्माणको काम चलिराखेको छ। पुनर्निर्माणको क्रममा यसलाई खाली गरौँ भनेर बारम्बार भन्दै गर्दा काम पनि भइराखेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। खाली गरौँ भन्दाखेरि नमानेको र अथोरिटी पनि नभइकन यहाँ सञ्चालन भइराखेको खाना खुवाउने भनिराखेको छ। कस्तो मान्छे खाना खुवाउँछ के मान्छे खाना खान्छ त्यो पनि त्यति धेरै त्यो नभएको र अहिले काठमाडौँ महानगरपालिकाले चाहिँ सडक सहयोगापक्षी मानवहरूलाई चाहिँ मानव सेवा आश्रमसँग चाहिँ एउटा टाइअप गरेर सम्झौता जस्तो गरेर चाहिँ उहाँहरूलाई त्यता व्यवस्थित गर्ने स्क्रिनिङ गरेर जति आवश्यक छ लाने भनिसके पछाडि यो सडक मानवलाई उता व्यवस्थापन गर्ने भइसके पछाडि यहाँ खाना खुवाइराख्नु पर्ने त्यति अत्यावश्यक पनि नदेखेको कारणले यसलाई चाहिँ खाली गराउन खोज्यो। प्रधानमन्त्रीज्यूलाई बालेन शाहले पनि मेयरमा 79 सालमा लड्नु खोज्दाखेरि उहाँले पनि मलाई धेरैचोटि कल गरेर मलाई 26 नम्बर वडा घुमाइदिनु है महाकाल तपाईँले राम्रो कार्य गर्नु भएको छ तपाईँले मलाई भोट माग्दिनु होला भन्दाखेरि हामीले भन्यौँ हामी तपाईँसँग सहकार्य गरेर झन्डा बोकेर हिँड्न मिल्दैन तपाईँ पनि आउनु होला। यी गरिब गुन्जकलाई आएर खाना खुवायो भने हाम्रो पेज जय महाकाल युवा समूह काठमाडौँ नेपाल भन्ने हाम्रो पनि पेज छ हो त्यसमा हामी भनिदिन्छौँ हो यी बालेन शाह अहिलेका बुढा नेताहरूले ठुला नेताहरूले आउनु भएन यी गरिब दुखीको भोग देख्नु भएन भने यो एउटा बालेन शाह युवाले पनि अब उहाँले चाहिँ केही न केही गर्नुहुन्छ भनेर हामीले भन्छौँ भनेर भनेका थियौँ र बालेन शाह पनि हामीलाई बिजी महलमा हामीले बसपाडाको बिजी महलको अगाडि खुवाउँथ्यौँ। त्यहाँनिर बालेन शाह पनि मेयर हुनुभन्दा अगाडि आउनुभयो र केही समयको कारणले पानी हुरी बतासको कारणले बालेन शाहले खाना खुवाउनु पाउनु भएन र हामी बालेन शाहले जित्दा पनि धेरै हर्षित र खुसी थियौँ। उहाँले धेरै गीतहरू लेख्नु भएको थियो गरिब गुन्जाको बारेमा लेख्नु भएको थियो। अब चाहिँ ल है हामी युवाहरूले मात्रै होइन रहेछौँ एउटा मेयर जस्तो युवाले पनि अब गरिब दुखीलाई हेर्दो रहेछ है भन्ने हाम्रो मनोबल हामी खुसी भएका थियौँ र त्यसपछि अहिले प्रधानमन्त्री हुनुभयो अब त झन् हामीले सोचेका थियौँ कि अब एउटा प्रधानमन्त्री पनि जेनजी हुनुभएको छ। जय महाकाल युवा समूह पनि हामी 42 जिल्लामा अहिले हामीले यो अभियानहरू पुगाउन सफल भएका छौँ। काहीँ गौ संरक्षण गरेका छौँ काहीँनिर युवाहरू विदेश गएर मरेर आउनु पर्यो भने लास लिएर आउनु पर्यो भने अब यही देशमा बसेर खाने वातावरण बनाऊँ भनेर कृषि क्रान्तिहरू जस्ता अभियानहरू हामीले सुरु गर्दै आइरहेका थियौँ। अब यसमा बालेन शाहको चाहिँ आँखा खुल्छ होला। अब यो पनि राम्रो काम गर्ने बालेन शाह हामी पनि एउटा राम्रो कर्म गरेर हिँड्ने साँच्चै राम्रोले राम्रोलाई चिन्छ होला नराम्रोलाई चिन्छ होला भन्ने हाम्रो सोचमा थियो हाम्रो मनमा थियो। यिनीहरूले त रोडमा मरेको जनतालाई उठाएर लिएर जाने लाभरिस लास भनेर टिचिङमा लगेर एउटा बक्समा हालिदिने रहेछन् हो त्यस्तो उहाँहरूले हाल्न पाउनु भएन।
र अहिले धेरै मान्छेहरू पैसाले नहुँदा पनि मान्छे धेरै दिन छाक खानु पाएन भने मर्दो रहेछ। अब यो जय महाकाल युवा समूहले यसरी युवाहरू तातेर खाना खुवायो भने त हाम्रो देशको गरिब जनता त नमर्ने रहेछन्। हामीले सवारी गर्दा पनि बाटो छेक्दा रहेछन्, कोही साग बेचेर खाँदा रहेछन्, कोही मकै बेचेर खाँदा रहेछन्, कोही मागेर खाँदा रहेछन् भन्ने उहाँहरूको थिङ्किङमा गएर उहाँहरूले चाहिँ यो अहिले यसलाई बन्द गर्नु पाएदेखि ती गरिब गुन्जा बुवा आमाहरू मर्नुहुन्छ होला भनेर उहाँहरूले यो बन्द गराउनु भएको जस्तो लाग्छ हामीलाई।